उहाँ चाहिँ हो मेरो साथी। सो हाई भन्दैछ हो। यता चाहिँ म मेरो साथी बसिरहेको छु। गुड इभिनिङ। म फेरि आइसकेको छु अर्को मिनी ब्लगमा। नमस्ते हजुरहरूलाई। अनि त्यहाँबाट यहाँ चाहिँ हो मेरो गुडको ठुलो सिएलएफ बिओको म्यामहरू हो। आज चाहिँ हाम्रो ट्रेनिङ छ हो। ट्रेनिङमा चाहिँ नारी निर्यातन कसरी हुन्छ भनेर म्यामहरूले देखाउनु हुँदैछ। एक्जाम्पल दिएर देखाउनु हुँदैछ हो। अनि यता मेरो साथीहरूले जान्दै दुपट्टाहरू बान्दै नारी निर्यातन कसरी हुन्छ त्यो ट्रेनिङ दिनु हुँदैछ। म्यामले चाहिँ एकजना गरेर उठाउनु हुँदैछ हो। अन्त ऊ चाहिँ मेरो साथी हो। सो आजको गुडको मिनी ब्लग हो। आज यहाँ चाहिँ म खाता खतम लिएर बसिरहेको छु। लेखालेखी पनि हुँदैछ अलिअलि। सो गुडको मिटिङ चाहिँ खत्तम भयो। अब हामीहरू घर जाने हो। अब चाहिँ यति नै हो गुडको मिटिङ। अब म घर पनि आइसकेँ। साथीहरू हेर्नु सक्नुहुन्छ घरमा आएँ। अनि त्यहाँबाट अब पानी पिउँछु। कस्तो गरम लागेको थियो नि त। अब चाहिँ बस्छु एकछिन आराम गर्छु हो। आउने बित्तिकै अब बसेर पानी पिएँ। अब आजको मिनी ब्लग त यति नै हो साथीहरू। थ्याङ्क यू फर वाचिङ। अब कपडा सपडा चेन्ज गरेर घरको कामतिर लाग्नुपर्छ। घरमा पनि कति काम हुन्छ हो। बेलुका भएपछि अब त बेलुकै भइहुन लागिसक्यो। थ्याङ्क यू फर वाचिङ। बाई बाई। लाइक कमेन्ट सब्सक्राइब गर्नु होला मेरो भिडियोमा।